नमस्ते हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो आजको ब्लगमा। आजको ब्लग चाहिँ भेरी स्पेशल डे रहेको छ। स्पेशल डे भन्दा पनि भेरी स्पेशल सपिङ गर्न जाँदैछु मेरो मम्मीको लागि। सो मदर्स डे आउँदैछ, त्यसको लागि म मेरो मम्मीको लागि केही गिफ्ट्सहरू हेरौँ कि भनेर जाँदैछु। अनि सरी, आज मैले मेकअप अलरेडी गरिसकेको थिएँ, ड्रेसअप अलरेडी गरिसकेको छु। मैले यसको भिडियो हाल्न सकिनँ किनकि म अलरेडी रेडी भइसकेको थिएँ। सो यही हो मेरो आजको आउटफिट अफ द डे। जाँदैछु हामी सपिङ गर्न। सो हेरौँ के गिफ्ट मनपर्छ मेरो मम्मीको लागि। मदर्स डे अफकोर्स भेरी स्पेशल डे फर अस होइन। मदर्स डे, फादर्स डे भनेको चाहिँ हामी छोराछोरीको लागि धेरै नै स्पेशल डे हुन्छ। सो आई वान्ट टु मेक हर मोर स्पेशल अन द्याट डे। सो हेरौँ के गिफ्ट पाउँछ। सो गाइस सी यू। लेकिन एक सेकेन्ड, हामी चाहिँ निस्किने भनेर रेडी भइसकेको थियो। सेम टाइममा चाहिँ गोल्ड सपबाट फोन आयो। मेरो हस्बेन्डले चाहिँ फेरि पनि एउटा नयाँ मिनी मङ्गलसूत्रको अर्डर गर्नुभएको थियो। सो रेडी भयो भनेर फोन आयो। सो गोल्ड सप पनि जान्छौँ अनि मम्मीको लागि केही गिफ्ट्सहरू पनि लिन जान्छु। पहिले चाहिँ गोल्ड सप जाउँ, मेरो मिनी मङ्गलसूत्र कस्तो बनेछ हजुरहरूलाई पनि देखाउँछु अनि मम्मीको लागि सपिङ। सी यू गाइज। सरी गाइज, सपिङ गरेको दोकानमा चाहिँ क्यामेरा युज गर्नु दिएन, क्यामेरा गर्नु मिल्दैन भन्यो। सो सपिङ गर्नु सकिनँ, तर जे के सपिङ गरेँ म घर पुगेर हजुरहरूलाई देखाउनेछु। अहिले चाहिँ सुनको मेरो मिनी मङ्गलसूत्र लिन आएँ। दाई भयो। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ, मिनी मङ्गलसूत्र रेडी भयो। फाइनली यो मङ्गलसूत्र मिनी मेरो बुढाले अर्डर दिनुभएको यो डिजाइन। दिस इज उहाँले चुज गर्नुभएको डिजाइन हो यो चाहिँ। थ्याङ्क यू ब्रो। गाइज फाइनली हामी अहिले चाहिँ घर पुग्यौँ। यो सपिङ गरेको मम्मीलाई मलाई। यो चाहिँ हाम्रो सपिङको। यो चाहिँ मेरो मङ्गलसूत्र अघि हजुरहरूलाई देखाइसकेको थिएँ। रुममा जान्छु अनि म हजुरहरूलाई के किने देखाउँछु है त। सो फाइनली गाइज म रुम पुगेँ। आजको मेरो सपिङ यही हो मम्मीको लागि। अब म हजुरहरूलाई खोलेर देखाउँछु के छ भनेर, के लिने भनेर। पसलभित्र चाहिँ क्यामेरा एलाउड गरेन। सो लिने बेलामा हजुरहरूलाई देखाउन पाइनँ। हजुरहरूलाई म अहिले देखाउँछु यसमा है त। यो मेरो मम्मीको लागि। यो चाहिँ मेरो ब्याग है, अलरेडी पुरानो ब्याग। अनि यो चाहिँ मेरो मिनी मङ्गलसूत्र, मेरो हस्बेन्डलाई मन परेको डिजाइन हो। सो उहाँको चोइसमा उहाँको डिजाइनमा बनेको मङ्गलसूत्र। एक हप्ता अगाडि बनाउनु दिएको थियो हामीले चाहिँ होइन। अनि ठ्याक्कै आज एक हप्तामा फोन गरेर बोलाएको थियो, तर पसलले चाहिँ फोन गरेर बोलायो। अनि फेरि पसलबाट हामीलाई बनाउने उसले जाऊ भन्यो। अनि त्यहाँ गयो। फेरि त्यहाँको मान्छेले पलिसिङ गर्न बाँकी छ सुनको भन्नुभयो। अनि त्यसको फाइनल गर्नु बाँकी भएर चाहिँ अनि अड्क्यौँ एकछिन त्यहाँ कुरेँ। अनि फाइनली यही हो मङ्गलसूत्र। हेर्नुहोस् 24 क्यारेटको, राम्रो छ नि त। ल त गाइज म हजुरहरूलाई मैले आज के किने मम्मीको लागि त्यो देखाउँछु है त। क्या क्या बात कर रहे हैं? दोकानमा चाहिँ भिडियो गर्नु दिएन हामीलाई।
म हजुरहरूलाई अब देखाउँछु हामी के के किन्यो हो मम्मीको लागि भन्ने मात्रै हो मैले पनि लिएको छु आमा छोरीलाई सेम यो चाहिँ मेरो मम्मीको लागि लेगिङ्स अनि यो चाहिँ मेरो मम्मीलाई प्लाजो अलि कम्फर्टेबल हुँदैन नि त वासरुमहरू बस्नलाई मैले चाहिँ मेरो लागि प्लाजो लिएँ मम्मीको लागि चाहिँ चुडीदार जस्तो माथिको टप्स चाहिँ सेम छ गाइस चाहिँ मम्मीको लागि आमा छोरीदार जस्तै पनि लगाइन्छ You serious? जस्तै पनि लगाइन्छ आज र फेरि भोलि आमा छोरीले भोलिको सेलिब्रेसनमा चाहिँ सेम लुगा लगाइन्छ यो चाहिँ मेरो लागि सो गाइस यो मेरो हो अनि यो मम्मीको सेम वी आर वेयरिङ सेम ड्रेस अन स्पेसल ओकेजन ल त गाइज अहिले चाहिँ यही हो है त गाइज हाम्रो मेरो सपिङ अझै छ एउटा सरप्राइज गिफ्ट जुन चाहिँ म हजुरहरूलाई अहिले देखाउँदिनँ इट्स रियली भेरी सरप्राइज अनि अब भोलि आज बेलुका गएर केक अर्डर पनि दिन्छु अनि भोलि केक सेक पनि काटिन्छ अनि भोलि चाहिँ एउटा स्पेसल गिफ्ट छ मम्मीको लागि जुन चाहिँ म हजुरहरूलाई भोलिकै सेलिब्रेसनमा देखाउने छु सो यही नै हो गाइज आजको मेरो ब्लग आशा छ हजुरहरूले मन पराइदिनु भयो भनेर अनि प्लिज 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 मेरो च्यानललाई सब्सक्राइब लाइक्स एन्ड कमेन्ट गर्न चाहिँ नभुल्नु होला See you soon on another vlog. Take care everyone and love you all.